नमस्कार सम्पूर्णलाई। आज हामी छत्रेश्वरी गाउँपालिका वडा नम्बर 6 लान्ती बजारमा छौँ। एउटा यो संयोग लान्ती बजारमा भेट हुने संयोग चाहिँ छत्रेश्वरी गाउँपालिका वडा नम्बर 6 ले चाहिँ जुराइदिएको छ। आज विशेष गरेर हामी सिन्धुली कलाघरका गहना दुईजना व्यक्तित्वलाई हामीले यहाँ निम्त्याएका छौँ। यहाँलाई स्वागत छ हाम्रो सल्यानमा। धन्यवाद। नमस्कार, धन्यवाद। अब हजुरको व्यक्तिगत परिचयबाट जाउँ न, हजुरबाटै सुरु गरौँ न। सम्पूर्णलाई नमस्कार, म रिता विश्वकर्मा, मेरो घर सिन्धुली। म चाहिँ राष्ट्रिय कला सङ्ग्रहालय सिन्धुली कलाघरको सदस्य हो। विगत 5 वर्षदेखि चाहिँ म कलाकारिता क्षेत्रमा लागेर निरन्तर रूपमा अगाडि बढिरहेको छु। सबैजनालाई नमस्कार, म चाहिँ पवित्रा रम्तेल, राष्ट्रिय कला सङ्ग्रहालय सिन्धुली कलाघरको उपाध्यक्ष र अहिले हाल चाहिँ छत्रेश्वरी गाउँपालिका वडा नम्बर 6 लान्ती भन्ने ठाउँमा चाहिँ 10 दिने नौमती बाजा प्रशिक्षणको लागि प्रशिक्षकको भूमिकामा उपस्थित छु। यहाँ दुवैजनालाई धन्यवाद। हामीले परिचय पाइसकेका छौँ। म विशेष गरेर सिन्धुली कलाघरको गहना भन्ने गर्छु उहाँहरूलाई। हाम्रो उपाध्यक्षज्यू पनि यहाँ हुनुहुन्छ। यहाँलाई मैले छोटो कुरा सोधेँ, जुन यो सिन्धुली कलाघरको स्थापना भयो होइन, यसको ठेगाना र स्थापना कहिले भयो र यसको मुख्य उद्देश्य चाहिँ के थियो, अलिकति बताइदिनुहोस् न। प्रश्नका लागि धेरै धेरै धन्यवाद। विशेष गरेर सिन्धुली कलाघर भनेको हामी सबैको साझा सम्पत्ति हो र सिन्धुली कलाघरमा चाहिँ हामी केही युवाहरूको जमात छ जो चाहिँ कलाकारिताको क्षेत्रबाट नै देशको लागि सेवा गरौँ भनेर भोलिन्टियर रूपमा खटिरहेको एउटा टिम छ। त्यही टिमले नै विभिन्न सडक नाटकहरू, मेला महोत्सवको कार्यक्रमहरू गर्दै गर्दाखेरि अहिले चाहिँ नेपालकै सबैभन्दा ठुलो राष्ट्रिय कला सङ्ग्रहालय निर्माण गर्ने भनेर लागिरहेका छौँ र हामीले 2075 सालदेखि नै सुरु गरेका हौँ सिन्धुली कलाघरलाई चाहिँ। र यो चाहिँ ऐतिहासिक सिन्धुली गढीबाट चाहिँ नजिकै पर्छ, कमलामाई नगरपालिका वडा नम्बर 3 भन्ज्याङ पोखरी चपौली भन्ने ठाउँमा चाहिँ अहिले निर्माण हुँदैछ, बनाउन नि बाँकी छ र केही केही चाहिँ बनिसकेको छ। अवलोकनको लागि ढोका खुला गरिसकेका छौँ। हामीले नेपालका विभिन्न धार्मिक ऐतिहासिक ठाउँहरूलाई चाहिँ फलामको कला मार्फत उतारेका छौँ हाम्रो टिम आफैले नै। र 10-15 जनाको हाम्रो टिम रहेको छ। त्यो चाहिँ हामी कलाघरमै रहेर अहिले कलाकारिताकै क्षेत्रमा अझ विशेष त राष्ट्रिय कला सङ्ग्रहालय निर्माणको लागि खटिरहेका छौँ। एकदम प्रश्न पारिदिनु भएको छ। अनि यो कलाघरको अध्यक्षमा चाहिँ को हुनुहुन्छ? अध्यक्षमा हाम्रो कलाघरको अध्यक्ष चाहिँ स्थापना कालदेखि नै हाम्रो परिकल्पनाकार हुनुहुन्छ। उहाँकै परिकल्पना, उहाँकै मार्ग निर्देशनले गर्दाखेरि चाहिँ राष्ट्रिय कला सङ्ग्रहालय निर्माण गर्नुपर्छ भनेर लागिरहेका छौँ। हाम्रो सिन्धुली कलाघरको अध्यक्ष नेपाली बाबु सुमन थापा मगर हुनुहुन्छ, उहाँ उपाध्यक्ष, उहाँ अध्यक्ष, म उपाध्यक्ष, अनि हाम्रो यता सदस्यजी हुनुहुन्छ र अरू कार्य समितिका पदाधिकारीहरू सबै आफ्नो अध्यक्ष जुन परिकल्पना गर्नुभयो, जसरी सिन्धुली कलाघरलाई जन्माउनु भयो, सुमन सरलाई पनि हामी यहाँबाट हार्दिक नमन गर्न चाहन्छौँ। अब भने म रिता मिसलाई सोध्न चाहन्छु, तपाईँको विचारमा चाहिँ जुन यो कलाघरमा लागिराख्नु भएको छ, कलाघर के हो जस्तो लाग्छ तपाईँको विचारमा? कलाघर भनेको चाहिँ एउटा मेरो विचारमा के हो भने कला नै कलाले भरिएको एउटा भनौँ न ठाउँ। जुन ठाउँमा हजुरहरू चाहिँ जानुभयो भने त्यहाँ हजुरहरूले चाहिँ अवलोकन गर्दा एकदम कला नै कला देख्न सक्नुहुनेछ। त्यहाँ चाहिँ हामीले भनौँ न, मिसले अघि भनिसक्नु भएको छ, विभिन्न ठाउँका धार्मिक स्थलदेखि लिएर त्यहाँनिर हामीले बजाउने बाजादेखि लिएर ऐतिहासिक ठाउँहरूको पनि हजुरहरूले त्यहाँनिर प्रतिबिम्बहरू देख्न सक्नुहुनेछ। त्यति मात्र नभएर चाहिँ हामीले अहिले 195वटा देशको कलालाई पनि कला मार्फत उतार्ने भनेर हामीले 2वटा देशको कलाहरू चाहिँ निर्माण गरिसकेका छौँ। जहाँ कि विदेशबाट विदेशी नागरिक घुम्न आउँदाखेरि कलाघर आइपुग्दाखेरि चाहिँ कलाघरमा आइसके पछाडि चाहिँ त्यो उसको ठाउँको कला देखेपछि उहाँहरूले चाहिँ गर्व गर्ने वातावरण बनोस् भनेर। एकदम धेरै देशको 195 अनि सजिलो तरिकाले बुझ्ने हो भने चाहिँ अब राष्ट्रिय कला सङ्ग्रहालय भनेको चाहिँ समग्र सम्पूर्ण नेपालीहरूको साझा सम्पत्ति हो। त्यो चाहिँ अब हामीले सिन्धुलीमा निर्माण गरे पनि सबै नेपालीहरूले मेरो हो कलाघर चाहिँ भनेर आउन सक्नुहुनेछ। अनि सिन्धुली कलाघरको चाहिँ 3वटा उद्देश्यहरू रहेको छ, अघि उहाँले नै भनिसक्नु भएको छ। 195वटा देशलाई कला मार्फत उतार्ने, अनि अर्को भनेको सांस्कृतिक विद्यालय निर्माण गर्ने, अनि त्यस पछाडि अर्को भनेको चाहिँ
अब कलाकारिता उमेर हुन्जेलसम्म रमाउने नाच्ने गाउने हुन्छ होइन, पछिल्लो समयमा कलाकारहरू अलिकति बेवारिसै भइरहेको बिचली भइरहेको अवस्थाहरू पनि छ नि त। त्यो अवस्थामा नपुगोस् भन्नको लागि चाहिँ हामीले वृद्धाश्रम पनि बनाउँदैछौँ। त्यसलाई चाहिँ भर्खरै मात्र मादल घर पनि उद्घाटन भएको छ 2 तलाको। हजुरहरूको त्यो मादल घर मैले प्रत्यक्ष नदेखे पनि भिडियोबाट हेरिरहन्छु होइन। त्यो मादल घरमा पनि विभिन्न कार्यक्रम गरिराख्नु भएको हुन्छ। यहाँहरूको उद्देश्य पुरा हुँदै जाओस्। म फेरि अब सोध्न चाहन्छु हजुरहरूलाई, अहिले चाहिँ हजुरहरूले कुन कुन बाजा सिकाइराख्नु भएको छ यता? अहिले हामीले नौमती बाजा सिकाउँदैछौँ यहाँ। अनि नौमती बाजामा पर्ने बाजाहरू सबै 2 जना प्रशिक्षक भएर सनाइदेखि ल्याएर अरू ताल बाजा सुर बाजामा पर्ने सबै बाजाहरू सिकाइरहेछ। ठिक छ। हजुरहरू जुन यो प्रशिक्षक भएर आज सिन्धुलीबाट हाम्रो कर्णाली प्रदेशमा आउनुभएको छ, एकदमै दूर दराजको ठाउँ होइन। यो ठाउँमा आउनुभन्दा अगाडि, यसरी प्रशिक्षक बन्नुभन्दा अगाडि यहाँहरूको धेरै मेहनत त होला नै होइन। यसरी प्रशिक्षक बन्नुभन्दा पछाडि हजुरहरूको मेहनत चाहिँ कतिको छ, कतिको सङ्घर्ष गर्नु पर्यो यो ठाउँमा आउनको लागि? सङ्घर्ष त अब यो ठाउँमा आइपुग्नको लागि त सङ्घर्ष कति गरियो भनेर भन्ने हो भनेदेखि बिहानदेखि बेलुकासम्म भन्ने पनि सकिँदैन होइन। सङ्घर्ष त यो ठाउँसम्म आउनमा एकदमै धेरै गरियो र अझै धेरै सङ्घर्ष गर्न बाँकी नै छ। जुन हामीले चाहिँ लिएको उद्देश्य पुरा गर्न बाँकी छ, त्यो उद्देश्य पुरा गर्नलाई चाहिँ अझै धेरै सङ्घर्ष गर्न बाँकी छ। यसै गरी जुन यो सङ्घर्षको कुरा गरिराख्दा आफैलाई तपाईँहरू प्रशिक्षक आफैले आफैलाई प्रशिक्षक म हुँ भन्न चाहनुहुन्छ कि अझ मैले सिक्दैछु भन्ने छ? अब यस्तो हुन्छ, सिक्ने कुरा भनेको मान्छेको जिन्दगीमा अन्तिम हुन्जेलसम्म पनि मान्छे सिक्दै हुन्छ। अब त्यो सिकाइलाई गन्तव्यसम्म पुर्याउन नपाउँदाखेरि नि बिदा हुनुपर्ने अवस्था पनि हुनसक्छ। तैपनि सिक्ने सिकाउने त भइ नै रहन्छ। अब हामी चाहिँ एकदम खतरनाक प्रशिक्षक हो भनेर आउने भन्दा पनि हामी पनि सिक्दैछौँ। हामीले जानेका कुराहरू अरू दिदीबहिनीहरूसँग बाँड्ने हो हामीले। हजुर, सिक्दै सिकाउने। हजुर, सिक्दै सिकाउँदै। तर यहाँनिर एउटा कुरा सोध्न मन लाग्यो, जुन सिक्न सजिलो कि सिकाउन सजिलो छ त? दुइटै सजिलो नि छ, गाह्रो पनि छ। कस्तो मजाको उत्तर दिनु। ठिक छ। अनि हजुरहरू जस्तै महिला दिदीबहिनीहरूलाई होइन, हजुरहरूले केही कुरा भन्नु छ जुन कुराले तपाईँको कुराले चाहिँ हाम्रा महिला दिदीबहिनीहरूलाई सकारात्मक सोच अथवा ऊर्जा मिलोस्, त्यस्तो कुरा केही छ हजुरले भन्नुपर्ने? अब ठ्याक्कै भन्नुपर्दाखेरि चाहिँ मान्छेमा एक त इच्छा शक्ति हुनुपर्छ, इच्छा शक्ति हुनु पर्यो, अनि लगनशीलता, धैर्यता होइन, अनुशासन सबै कुराहरू दिदीबहिनीहरूले चाहिँ यो कुराहरूलाई समेटेर व्यवहारिक कुरामा उतार्न सक्नुभयो भने चाहिँ अब पहिलेको जस्तो दिदीबहिनीहरू चुलो चौकामा मात्रै सीमित हुनुहुन्छ भन्ने भन्यालाई बिस्तारै हटाउन सकिन्छ। अनि अहिले हामीले अरू धेरैवटा जिल्लाहरूमा पनि नौमती बाजा प्रशिक्षण गराउँदै आइरहेका छौँ। अब यहाँ सल्यानमा भयो होइन, प्युठानको, त्यस्तै गरी यता स्याङ्जा, मकनपुर, चितवन अनि जस थुप्रै ठाउँहरूमा गराइयो। अनि त्यहाँ चाहिँ सबै दिदीबहिनीहरूले भन्ने चाहिँ अब चुलो चौका मात्रै सीमित थियौँ, अहिले तालिम पाएर हामी केही गर्दैछौँ भन्दै हुनुहुन्छ। अब अहिले यहाँ छत्रेश्वरी गाउँपालिकाको 6 नम्बर वडा कार्यालयले यो नौमती बाजा तालिम आयोजना गर्दाखेरि अब ओडाले आयोजना गरेको कार्यक्रमलाई अब ओडाले गरेको हो भनेर सामान्य रूपमा लिएर सिक्ने हो भने चाहिँ त्यो सिकाइ खासै उपलब्धि हुँदैन। एउटा ठुलो अवसरको रूपमा लिएर चाहिँ यहाँहरूले यसलाई निरन्तरता दिनुभयो भनेदेखि सफलतामा पुग्नुहुनेछ। अनि एकैचोटि हामीले काम गर्ने बित्तिकै त्यसको प्रतिफल पाउनुपर्छ भन्ने पनि होइन, बिस्तारै बिस्तारै जाने, नआत्तिकन एक-एकवटा खुड्किला उग्लिँदै जाने हो नि त, सिधै टुप्पामा पुग्न त सकिँदैन। त्यही भएर यहाँहरूले वडा कार्यालयले दिएको, त्यस्तै गरी पालिकाले दिएको अवसरहरूलाई मेन त आफूले समातेर राख्न सक्नु पर्यो। समातेर पनि त्यसलाई अझ चलायमान क्या, अब एकचोटि तालिम लिए सक्यो भन्दा नि चलायमान हुनु पर्यो, त्यसलाई व्यवहारिकमा नि उतार्नु पर्यो, निरन्तरता दिनु पर्यो। सबै ठाउँको दिदीबहिनीहरूलाई चाहिँ मैले त्यही भन्छु। अनि कुनै पनि कुरामा चाहिँ मलाई यस्तो गर्न मन लागेको थियो ल नसक्ने हो कि भनेर मनमा चाहिँ त्यस्तो लिनु हुँदैन। जे पनि म सक्छु, गर्छु, सम्भावना हुन्छ, असम्भव भए पनि असम्भवबाट सम्भव जन्मिन्छ भन्छु म चाहिँ। सही कुरा, एकदम खुसी लाग्यो, असम्भवबाट सम्भव। अनि रिताजी हजुरको केही छ यो विषयमा भन्नुपर्ने, तपाईँले भन्नुपर्ने कुराहरू?
हजुर म पनि त्यही भन्छु। अब मेहनत निरन्तर हुनु पर्यो। आफूले गर्न खोजेको कामलाई चाहिँ सक्दिनँ भनेर पछाडि हट्यो भनेदेखि सधैँ पछाडिको पछाडि नै भइन्छ। अगाडि बढ्नको लागि चाहिँ आफूले कसरी हुन्छ होइन, दुःख त भइहाल्छ, दुःख कष्ट जे गरी भयो नि जति सङ्घर्ष गर्यो हामीले, सङ्घर्ष गर्दै गए पछाडि एक दिन अवश्य पनि सफलतामा पुगिन्छ। जस्तो हामी कलाघर चाहिँ पहिला कसैले चिन्नुहुन्थ्यो, कलाघर भनेको के हो हामीलाई पनि चिन्नुहुन्न थियो नि त। अब हामीले त्यहाँ सङ्घर्ष नगरेको भएदेखि यो ठाउँसम्म आउन पनि सकिँदैन थियो, यहाँहरूसँग हाम्रो चिन्जान हुँदैन थियो हजुर, र हामीले पनि चिन्दैन थियौँ। जुन सङ्घर्ष भनेको चाहिँ यस्तो चिज रहेछ कि हामीले जति सङ्घर्ष गर्यो त्यति पहिचान बढाउने चिज रहेछ भन्छु। सङ्घर्षबाट नै अब विभिन्न कुराहरू प्राप्त गर्न सकिन्छ होइन। हामी कुराकानीको अन्तिम चरणमा छौँ। मैले सोध्न भुलेको र तपाईँहरूले भन्नै पर्ने कुरा केही छ भने कृपया भनिदिनु। भन्नै पर्ने कुरा चाहिँ विशेष त सल्यान जिल्लाको पनि छत्रेश्वरी गाउँपालिका वडा नम्बर 6 को लान्ती भन्ने ठाउँमा आएर नौमती बाजा प्रशिक्षण गराउन पाउँदाखेरि पालिका परिवार वडा कार्यालय हामीसँग समन्वय गर्नुहुने हाम्रो खड्ग सर र शङ्कर सर लगायत सबै सरहरूलाई विशेष सम्मान व्यक्त गर्न चाहन्छौँ। घुम्नै पर्ने ठाउँ, पुग्नै पर्ने ठाउँ अनि राष्ट्रिय कला सङ्ग्रहालय सिन्धुली कलाघर पनि यहाँहरू यदि पूर्वको बाटो कतै जाँदै हुनुहुन्छ भने आउनुहोला अनि हामीसँग जोडिएर यहाँहरूले थप कला गतिविधि र हाम्रो कला संस्कृतिसँग समन्वय गर्न पनि सक्नुहुनेछ। अनि यदि अन्त कुनै जिल्लाबाट नै हामीलाई हेर्दै हुनुहुन्छ भने कोही दिदीबहिनीहरूले बाजा सिक्न चाहनुहुन्छ, हामीले चाहिँ नौमती बाजा मात्रै नभएर नाटक नृत्यहरू भए होइन, अनि हामीले सडक नाटकहरू पनि गर्ने गरेका छौँ, प्रशिक्षण पनि गराउने गरेका छौँ। यो पनि यहाँले हामीसँग सिक्न सक्नुहुनेछ अनि कलाघरमै आएर पनि सिक्न सक्नुहुनेछ अथवा हजुरहरूकै ठाउँमा आएर पनि हामीलाई सिकाउनको लागि अनुरोध गर्नुभयो भने, निम्ता गर्नुभयो भने हामी आउनेछौँ भन्दै जति पनि दिदीबहिनीहरू हुनुहुन्छ सबैजनालाई शुभकामना दिन चाहन्छु अनि हजुरलाई धन्यवाद दिन चाहन्छु। राष्ट्रिय कला सङ्ग्रहालय सिन्धुली कलाघरको युट्युब च्यानल पनि छ, युट्युब च्यानललाई पनि यहाँले हेर्न सक्नुहुन्छ। साथै अहिले यो भिडियो हेर्दै हुनुहुन्छ यो च्यानललाई पनि सब्सक्राइब गर्नु। हजुरको के छ भन्नुपर्ने? हजुर म चाहिँ के भन्छु भने म पनि त्यही नै हो। खासमा चाहिँ छत्रेश्वरी गाउँपालिका र वडा कार्यालय 6 लाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अहिले जुन हामीले 10 दिनको अवधिमा सिकाएको नौमती पञ्चेबाजाको तालिम छ, उहाँहरूले हामीलाई अहिले चाहिँ 10 जनाले सिक्दै हुनुहुन्छ। 10 जनाले सिकेको कुराहरू 10 दिन पछाडि चाहिँ ठ्याक्कै रोकियो, त्योभन्दा पछाडि चाहिँ त्यहाँनिर केही पनि छैन भन्ने सुन्न नपरोस्। निरन्तर रूपमा तालिम सकिसके पछाडि पनि उहाँहरूले चाहिँ निरन्तर रूपमा अहिले प्र्याक्टिस गरिराख्नु भएको छ। सल्यान जिल्लामा हुने हरेक कार्यक्रममा चाहिँ उहाँहरू चाहिँ सहभागी हुँदै हुनुहुन्छ अरे अनि उहाँहरूको चाहिँ त्यो जति सिकेको कलाहरू छ त्यो चाहिँ झन् निखारिँदै गएको छ अरे भनेको चाहिँ हामीले सुन्न पाऊँ होइन। हजुर अनि फेरि 10 दिनमा अब 10 दिनको तालिममै सबै कुरा आउँछ भन्ने नि हुँदैन। यहाँहरूले आफैले नि प्र्याक्टिस गर्नुहोस् अनि अथवा योभन्दा पछाडिको तालिमहरूमा अब हामीलाई नै बोलाउनु पर्छ भन्ने नि हुँदैन होइन। यहाँहरूले मनले खाएको प्रशिक्षक ल्याएर नि सिकाउन सक्नुहुन्छ। अनि सल्यान आउन पाउँदा जे होस् खुसी लागेको छ। यो मेरो चाहिँ तेस्रो पल्टको हो। योभन्दा अगाडि त्रिवेणी गाउँपालिकाको आयोजना भएको नौमती बाजा प्रशिक्षणको लागि भनेर आएको थिएँ अनि एकदम माया पनि गर्नुभएको छ सबैजनाले अनि जोसिलो नि हुनुहुन्छ, खुसी लागेको छ। निरन्तरता चाहिँ दिनुहोला। सबैजनालाई धन्यवाद दिन चाहन्छु। हजुरहरूले भनेको कुरा पनि हाम्रो यो नौमती बाजा समूहले अगाडि हेर्दै जानेछ। तपाईँहरूको कुरा अनुरोधलाई स्वीकार गरेर आगामी दिनमा हाम्रो यो बाजा समूहलाई पनि विभिन्न सल्यान जिल्लामा पहुँच राख्न सकोस् भन्ने कामना पनि गर्दछौँ हामी यताबाट भन्दै यहाँहरूलाई यो मिठो कुराकानीको लागि समय दिनुभएकोमा धन्यवाद दिँदै फेरि पनि सल्यान आउनुहुनेछ भन्ने आशा राख्दै अहिलेलाई बिदा हुन्छौँ। नमस्कार। धन्यवाद।